हेलो एभ्रीबडी, म धेरै निकै लामो टाइमपछि मेरो भ्लग लिएर आइरहेको छु मेरो युट्युब च्यानलमा। मेरो फुल भिडियो वाच गरिदिनु होला हजुरहरूले। ओके, म धेरै लामो टाइमपछि मैले लामो भ्लग हाल्दैछु। यो ठाउँ कहाँ होला त गाइसहरू भन्नुस् त? म यो ठाउँको नाम चाहिँ बताउनेवालामा छुइनँ है, हजुरहरूले गेस गरेर भनिदिनु पर्छ। हस्, यो ठाउँ गएको 1 महिना। ओहो, हात हल्लाइरहनु भएको छ माथि। बट यो भिडियो म आज हाल्न गइरहेको छु, हजुरहरूले एकदमै फुल वाच गरिदिनुहोस् होला है त। यो ठाउँ जाँदा यति पानी पर्यो कि हुरी बतास, तर पनि एकदमै इन्जोय लागिरहेको थियो मलाई, एकदमै इन्जोय लिइरहेको थिएँ मैले चाहिँ। हेर्नुस् न, यस्तो काठमाडौँ भ्यालीबाट चाहिँ यति लगभग धेरै नै टाढा जानुपर्छ। यो ठाउँ एकदमै अग्लो ठाउँमा छ यो ठाउँ चाहिँ एकदमै। यसमा मन्दिर पनि छ, त्यो मन्दिरको नाम के होला? यो चाहिँ हजुरहरूले कमेन्ट बक्समा छोडिदिनु होला, कमेन्ट गरेर चाहिँ यो ठाउँको नाम भनिदिनु है। यो उकाली चढ्न यति गाह्रो भयो कि बाफ रे बाफ बाफ, सिम पानी पनि परिरहेको थियो। मान्छे उराउला जसरी हुरी बतास चलेको। मेरो आँखै अगाडि हेर्दा एउटा रुख त टङ्ग ढालिदियो भनेको बतासले। मान्छेहरू पनि गइरहेछन् घुम्नको लागि, फ्ल्याग लगाइरहेछ यो मन्दिरमा। यो मन्दिरमाथि पुग्यो भने चाहिँ हजुरहरूले लगभग काठमाडौँ भ्याली चाहिँ लगभग देख्नुहुनेछ। हेर्नुहोस् त, क्षितिज पहाडी यस्तो राम्रो देखिन्छ कि ओहो, मैले भनेको थिएँ नि एकदमै हुरी बतास चल्यो भनेर। देख्न सक्नुहुन्छ फ्ल्याग कसरी हल्लाइरहेछ हावाले, झन्झन्डै मलाई पनि उडाएको बतासले। यो मन्दिरको नाम के होला? म बताउनेवालामा छैन गाइस। यो चाहिँ हजुरहरूले अनुमान लाउनु पर्ने हुन्छ है, गेस गर्नुपर्ने हुन्छ है त। यो म हजुरहरूको हातमा सुम्पिदिएँ। यो मन्दिरको नाम के हो, यो कुन ठाउँमा लोकेटेड छ, यो हजुरहरूले मलाई भनिदिनु पर्छ। हेर्नुहोस् त गाइस, लगभग यो मन्दिरमाथि गयो भने चाहिँ अलमोस्ट काठमाडौँ भ्याली चाहिँ देख्न सकिन्छ, इन्जोय गर्न सकिन्छ। यस्तो बतास चल्ने रहेछ नि यो ठाउँमा चाहिँ। दिनको एकचोटि चाहिँ पानी नपरेको चाहिँ दिनै हुँदैन अरे। म त्यहाँको मन्दिरको पुजारीले सोधेको। सानी मेरो कान्छी छोरी चाहिँ बताससँग रमाइरहेछ, टाइटानिक पोज दिइरहेछ, झन्डा हालिदिइरहेछ। यस्तो राम्रो दृश्य देख्न सकिन्छ गाइस यहाँबाट। ओहो, मैले चाहिँ यो यस्तो अग्लो ठाउँमाथि गयो भने चाहिँ फर्स्टमा चाहिँ यो क्षितिज हेर्छु के, क्षितिज हेरेर म एकदमै इन्जोय लिन्छु। जुन आकाश अनि त्यो पहाडको माथिल्लो भाग हुन्छ नि, त्यसमा हेर्न यति आनन्द आउँछ कि त्यसलाई भन्छ क्षितिज। ल गाइसहरू, यो कुन मन्दिर हो एकदमै हजुरहरूले गेस गर्नुपर्ने हुन्छ। मेरो 1K पुर्याउने धोको थियो, कहिल्यै पुगेन मेरो सब्सक्राइब 1K चाहिँ। 800 चान्स हुन्छ, लगभग म चाँडै पुर्याउँछु 1K चाहिँ। 1K पुर्याउने मेरो रहर छ सब्सक्राइब। हेर्नुहोस्, क्षितिज पारी बादलसँगै उडु लाग्छ भन्ने गीत गाइरहेको थिएँ म। हेर्नुहोस् त, बतास यति बतास चल्यो कि मन्दिरको घन्टा भक्तजनले बजाउनै नपर्ने, अप्सेप हावाले ढङ 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 ढङ। त्यो अटोमेटिकै त्यो जादु चमत्कार त्यो फिल्ममा हुन्छ नि, आफै घन्टी हल्लिने त्यस्तो हुन्छ नि। मैले चाहिँ लाइभ देखेँ गाइस, बतासले नै हल्लाउँदो रहेछ नि त घन्टी त। ओहो, त्यो घन्टी हल्लिएको दृश्य चाहिँ म खिच्न पाइनँ। यस्तो राम्रो दृश्य हो। तलहरू प्लटिङहरू गइरहेछ।
रोड पनि यति सफा। यो मेरो चाहिँ दोस्रो टाइम हो यहाँ चाहिँ भिजिट गर्न आएको। मैले सोचेको छु अब महिनामा म 2 चोटि 4 चोटि आउने सोच छ यहाँ। यस्तो रमणीय ठाउँ छ।